व्यक्ति प्रचण्ड हार्यो, ओली प्रचण्ड हार्यो, देउबा प्रचण्ड हार्यो, नेपाल प्रचण्ड हार्यो, खनाल प्रचण्ड हार्यो हैन। यो तपाईको चाहिँ गच्छधार प्रचण्ड हार्यो, यादव प्रचण्ड हार्यो, यो पथ हार्यो भनेर हामीले बुझ्ने हो भने व्यक्ति चाहिँ हारे, खाइदिने अर्को आयो। अझ स्मार्ट तर अहिलेसम्म प्रचण्ड पथ हारेको छैन। हारेको छैन, यिनीहरू सबै प्रचण्ड पथमै त छन् नि। त्यसैले प्रचण्ड कतै जस्तै रविसँग त ढुक्ने होलान्, तर सामान्य प्रधानमन्त्री चाहिँ यो 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 पथको पक्षमा छैनन् हैन। यो प्रचण्डलाई नै पनि तपाईको कुनै पनि बेला पक्राउ गर्न सक्ने सरकारको तयारी छ भन्ने सुनिन्छ अहिले। हजुर, खासमा प्रचण्डलाई, ओलीहरूलाई बेला बेला तनाव भइरहेको, उनीहरू रवि लामिछानेसँग तनाव छैन। हेर्नु, सहकारी नै हिजो सही नै गरेको हो नि त। हामी एउटै पथमा हिँडेका हौँ, हाम्रो विचार एउटै हो। त्यसैले 2 वर्ष ओली, 2 वर्ष देउबा, अर्को 1 वर्ष माधव नेपाल भनेर सही गरेको हो नि त रवि लामिछानेले, हो नि हैन। बाँडीचुँडी खानेकै उहाँहरूको एउटै वर्ग छ। पाकेटमारहरूको एउटा झुण्ड हुन्छ, त्यो झुण्डको एउटा बोस हुन्छ हैन। र कहिलेकाहीँ उनीहरूले पाकेट मारेको चाहिँ एक आपसमा बाँडेर लिने बेलामा भाग मिलेन भने झगडा गर्छन्। अहिले हो त्यो झगडा भाग केही पनि छैन त्यसमा। तर किन हो बालनसँग चाहिँ यो भइरहेछ भन्दा, बालन प्रचण्ड पथमै हिँड्न नचाहिरहेको धेरै निर्णयहरूले देखिएको छ। उहाँ पनि त्यही पथमा हिँड्ने हो भने चाहिँ फेरि हामी 1 नम्बरको विरोधी उहाँको हुन्छौँ, यो त स्पष्ट छ।